आफ्टरनुन, नमस्ते, नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ हाम्रो भिडियोमा। हामी चाहिँ भोकले मर्नै लागिरहेका जाँदैछौँ होइन। गाह्रो छ, लक्ष्मीजीको चाहिँ मुन्टो दुखेर गाह्रो छ। गाह्रो छ साथीहरू, जाँदैछौँ। पानी परेर कि यही बेला यस्तो छाता दुईजनाले ओढेर हिँड्दैछौँ हामी चाहिँ। भोकले मर्न लागिसक्यो, यहाँ गाह्रो छ। तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ साथीहरू यो समयमा? र आज चाहिँ हाम्रो यता चाहिँ लाखे नाच पनि नाच्ने कुरा छ होइन। नाच्ने स्टार्ट पनि भइ नै सकेको छ र हामी चाहिँ त्यहाँ पनि रिपोर्टिङको लागि जानुपर्नेछ साथीहरू। तपाईँहरूलाई पनि देखाउने छु र कतिपय साथीहरूलाई त थाहा पनि होला के अरे लाखे नाच कसरी नाच्छ भनेर। तपाईँहरूलाई त पक्कै पनि थाहा होला र कतिपय साथीहरूलाई त थाहा नहुन सक्छ। मलाई पनि थाहा भएको भर्खर 1-2 वर्ष हुँदैछ साथीहरू। र आज चाहिँ म तपाईँहरूलाई देखाउने नै छु र आज कस्तो पानी पर्ला जस्तो भएको छ। पानी त परिरहेछ, सिमसिम पानी पर्यो फेरि रोक्यो, त्यस्तै भइरहेको छ साथीहरू। ल छिटो आउनुहोस् लक्ष्मीजी, छिटो आउनुहोस्। अहिले मेरो साथी चाहिँ आउँदै हुनुहुन्छ पर्राबाट र हामी चाहिँ यस्तो भोकलाई लागेर चाहिँ खाजा खान हिँडेको हामी चाहिँ। र साथीहरू हामी चाहिँ खाजा खानको लागि 0 पोइन्ट आइपुगिसक्यो होइन, आइपुग्यौँ साथीहरू। यस्तो छ साथीहरू, हामी चाहिँ होटलभित्र बसिसकेका छौँ होइन। मैले भिडियो त बनाएको थिएँ तर पनि आवाज नै आएन रहेछ, टिकटकबाट बनाएको थियो, त्यही भएर चाहिँ भोइस चाहिँ अफ आएछ। र हामी चाहिँ यहाँ चाहिँ कुरा गर्दै थियौँ लाखे जात्राको बारेमा चाहिँ कुरा गर्दै थियौँ। किनभने यता मेरो साथी चाहिँ श्रेष्ठ हुनुहुन्छ, नेवार हुनुहुन्छ, म चाहिँ शेर्पा। अनि लाखे जात्रा त विशेष गरी नेवार जातिको पर्व रहेकोलाई चाहिँ मैले चाहिँ उहाँलाई सोध्दैछु होइन, यसपालि त कस्तो हुँदैछ के हुँदैछ भनेर सोध्दै थिएँ। अनि उहाँले चाहिँ मलाई पनि खासै थाहा छैन, म नेवार भए पनि शेर्पा समुदायमा बेसी बसेकोले मलाई खासै थाहा छैन भन्दै हुनुहुन्थ्यो। र मलाई पनि खासै थाहा छैन, यसपालि चाहिँ म विस्तृत रूपमा चाहिँ जानकारी लिन्छु भनेर चाहिँ उहाँलाई भनिरहेको थियो। र हामी चाहिँ खाजा पनि ढिलो आइरहेको थियो है। मलाई जस्तो ढिलो जस्तो भइरहेको थियो, भोकले धेरै नै गाह्रो भइरहेको थियो। र हामी चाहिँ यस्तै लाखे जात्राहरूको कुरा गर्दै थियौँ साथीहरू। हाम्रो चाहिँ गफ गर्दा गर्दै खाजा पनि आयो। हामीले चाहिँ झोल मोमो मगाएको थियो, झोल मोमो पनि आइसक्यो। र मोमो चाहिँ यस्तो मिठो रहेछ कि होइन, भोक लागि पनि रहेको थियो धेरै, त्यही माथि यस्तो मिठो रहेछ। दुवैजनाले खान थाले साथीहरू, तर म चाहिँ खान सकिनँ कि यस्तो तातो थियो, यति धेरै तातो थियो होइन। त्यही भएर चाहिँ खानु चाहिँ अलिक गाह्रो भएको थियो। र हामी चाहिँ विशेष गरी चाहिँ लाखे नाचको पर्खाइमा बसेको थियौँ। लाखे नाचको पर्खाइमा बस्दा चाहिँ भोक लागेर चाहिँ यस्तो मर्नु भएको थियो। र हामी चाहिँ लाखे नाच चाहिँ उतै 0 पोइन्टतिर आउँछ होला भनेर चाहिँ हामी उता गएको थियौँ, तर उता चाहिँ आउनु भएन। त्यही कारण चाहिँ हामी चाहिँ खाजा खाएर फेरि पनि उता जानुपर्ने थियो। त्यही भएर चाहिँ हामी चाहिँ हतार खाजा खानुतिर लागे साथीहरू।
हाम्रो चाहिँ लाखे नाच पनि हेरिसक्यौँ हामीले चाहिँ। तपाईँहरू पनि आएर हेर्न सक्नुहुनेछ सोलुखुम्बुमा। आजदेखि सुरु भएको छ, अब कति दिनसम्म हुन्छ त्यो चाहिँ थाहा भएन, तर पनि अझै हुन चाहिँ हुन्छ दिनकै साथीहरू। त्यही भएर तपाईँ पनि हेर्न आउन चाहिँ नभुल्नु होला भन्न चाहन्छु साथीहरू। पक्कै पनि तपाईँहरूलाई त भिडियो हेरेर त मनोरञ्जन त लिइसक्नुभयो होला होइन। हामी पनि यति धेरै रमाइलो भयो हामीलाई पनि। मलाई चाहिँ उहाँलाई चाहिँ भयो कि भएन थाहा भएन, मलाई पनि भयो, तर मलाई यति धेरै थाकेर है स्यास्या भइरहेको थियो। स्यास्या भन्नुभयो मिलाएर क्वेसन सोध्दा पनि मलाई त केही थाहा नभइरहेको। ओहो गाह्रो छ साथीहरू। ल साथीहरू आजलाई चाहिँ भिडियो यति नै, बाइ बाइ साथीहरू।